जे भन्नुको त्यही त्यही भयो। हजुर तपाईँले त मलाई हजुर भन्नुभएको थियो भनेको कुराहरू त मिलो भनेर कमेन्ट गर्नुभयो होइन। अब आज हजुर मिल्यो। लाइभमा त आजै देख्दैछु। अब तपाईँले प्राइभेटली हेराउनु भएको थियो कि लाइभमै हेराउनु भएको थियो कि मैले अलिकति तपाईँको आइडी चाहिँ रिमाइन्ड लाइभमै गरेँ। हेरौँ। लाइभमै हेराउनु भएको थियो। कहिले हेराउनु भएको थियो हजुर? कति समय हजुर अगाडि? 1 महिना हुन लाग्यो होला। 1 महिना हुन तेह्र मलाई याद आएन। ठिक छ। अनि मैले भनेको कुरा मिलो भन्नुभयो। के भयो त? मैले भनेको कुराहरू पुग्यो पुगेन? कस्तो कुरा पुग्यो? के भयो त हजुर? कस्तो पुग्यो भयो? पुगेर तपाईँले जे भन्नुको त्यही त्यही भयो। यसो केही यसो ग्लिम्स भन्न मिल्छ त? के चाहिँ भयो त त्यही त्यही भन्ने कुरा चाहिँ भनेर भन्न मिल्ने कुरा छ भने? तपाईँले यस्तै फ्यामिलीबाट नि भन्नुभएको थियो, त्यो पनि भयो। तपाईँले त्यो रिलेसन स्ट्याटस भन्नुभएको थियो, त्यो पनि भयो। चिट भन्नुभयो कि तपाईँले भनेको 1 हप्ताभित्रै। भनेपछि तपाईँको मैले रिलेसनमा प्रमुख प्रेडिक्सन भनेको तपाईँको रिलेसनमा बसेको व्यक्तिले चिट गर्छ नै भनेर मैले भनेको थिएँ होइन। अब तपाईँलाई त्यति बेला हेराउँदाखेरि त लगभग लगभग विश्वास लागेन होला, किनभने लाग्दैन नि त। ल ए यस्तो रिलेसन छ हाम्रो त, यस्तो राम्रो भइरहेछ होइन। अनि लागिरहेको मनमा एउटा भाव त, विश्वास त अब एउटा देब्रे कुनामा लाग्थ्यो होला, दाहिने कुनामा त थिएन होला। किनभने हाम्रो त राम्रै छ नि त, त्यति बेलासम्म त हेर्दा त राम्रै थियो होला, राम्रै छ जस्तो लाग्थ्यो। अब ठ्याक्क तपाईँको चाहिँ मैले भने तपाईँको रिलेसनमा त्यो पर्सन, अच्छा त्यो पर्सनले तपाईँको मैले रिलेसनमा जोसँग हुनुहुन्छ यो व्यक्ति तपाईँ चिट गर्छ भनेको थिएँ। तपाईँको ठ्याक्कै एक हप्तामा चाहिँ तपाईँ थाहा पाउनुभयो ठ्याक्कै सेम कुरा स्वाहा छ भन्ने कुरा? सेम ठ्याक्कै 1 हप्ताभित्रै। अच्छा, भनेपछि अरू पनि मैले भनेका कुराहरू सबै थोक तपाईँको लाइफमा पुग्यो। हजुर अनि अझ चाहिँ मलाई 2-4वटा कुराको आरोप लाग्दैछ क्या आजभोलि। अब यो बुध रेट्रोगेट भएको बेलामा पनि पहिलो आरोप चाहिँ के आइरहेछ भने यो गुरुले त लाइभमा सबै चिनेको व्यक्तिलाई मात्रै लिनुहुन्छ भन्नुहुन्छ क्या। पहिलो यो आरोपलाई तपाईँ कसरी खण्डन गर्नुहुन्छ? होइन गुरुले त नचिनेको व्यक्तिलाई लिनुहुन्छ भनेर। हजुर हजुर सुरुचोटि लिँदा पनि हजुरले मलाई चिन्नु भएको थिएन र मैले पनि हजुरलाई केही समय अगाडि मात्र नै चिनेको हो। तर तपाईँले चाहिँ मलाई चिन्नुभयो। पर्सनल्ली त त्यसरी चिनेको होइन नि त होइन। चिनेर ल चिना देखाउन आउनु है लाइभमा यसरी म हेरिदिन्छु भनेर त्यसरी त बनाएको होइन नि त, प्लान हो केही न लु भन्नु। अब मैले हेरिदिएँ, आज पनि मैले बोलाएको पनि होइन, तपाईँ आफै आउनु भएको होइन। अब पहिलो कुरा त त्यो कुरा त फल्सै रहेछ होइन। जसले जे बनाएर हाले पनि यो गुरुले चाहिँ लाइभमा चाहिँ चिर्नु हुँदैन है। लाइभमा यत्रोजनाको हेरिन्छ, कतिजनालाई म ल्याउनु, कहाँबाट भेट्नु? सबैलाई ल्याइरहेको छु, सबैजना लिइरहेको छु ऱ्यान्डमली, बल्ल 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 पालिआएको छ। तपाईँले हेर्ने पनि आफ्नो टाइम छुट्याउनु हुन्छ नि त। 1 घन्टा हो कि 1 घन्टाको समय त्यति बेला हेर्दिनँ। अनि पहिलो कुरा त्यो हो है त। भनेपछि मैले तपाईँलाई चिनेको देखेको भेटेको बोलेको केही पनि होइन, नचिनिकन तपाईँलाई आउनुभयो लाइभमा चिनाइरहनुभयो भनेको कुराहरू पुग्यो, राम्रो लाग्यो हो। अब